चैत्र महिनामा जन्मिने व्यक्तिले यो एउटा गल्ती कहिले पनि नगर्नु। 99% चैतमा जन्मिनेलाई थाहा छैन कि तपाईँको कुण्डलीको 12 अङ्कमा गएर सूर्य ग्रह बसेका हुन्छन्। हेर्नुहोला, 12 लेखेको ठाउँमा सूर्य सु लेखिएको हुन्छ। भगवान विष्णुको ठुलो कृपा भएपछि मात्रै व्यक्तिको जन्म चैतमा हुन्छ। अज्ञानीले, मूर्खले चैतमा जन्मिनु नराम्रो भन्ने बुझेका हुन्छन्, तर जो शास्त्रलाई जान्नेवाला छ त्यो व्यक्तिलाई थाहा हुन्छ कि वैकुण्ठोथ जनार्दन, वैकुण्ठ भगवानले चैतमा जन्मिने व्यक्तिहरूलाई ठुलो कृपा गरेका हुन्छन्, ठुलो आशीर्वाद दिएका हुन्छन्। त्यसले गर्दाखेरि चैतमा जन्मिनेहरू भाग्यमानी हुन्छन्। आज चैतमा जन्मिने व्यक्तिको 3टा मुख्य रहस्य खोल्दैछु। तपाईँको स्वभाव कस्तो छ, तपाईँको 12 अङ्कमा बसेको सूर्य ग्रहले व्यक्ति विशेष तपाईँ चैतमा जन्मिनेलाई कस्तो फल प्रदान गर्दैछन्, के गल्ती गर्दाखेरि चैतमा जन्मिनेलाई हानि हुन्छ र के कर्मले तपाईँलाई अत्यन्तै लाभ मिल्छ। बाल्यकालदेखि नै, यो उमेरदेखि नै ज्योतिष शास्त्रलाई अध्ययन गर्दै आएको म आचार्य ज्योतिष पण्डित माधव कृष्ण गुरागाई शास्त्रको प्रमाण पनि पस्किन्छु। चैत्रे च हृष्टि संयुक्त साहङ्कार शुभाकर रक्तेक क्षण सरोसस्स स्त्रीलोल स सदा भवेद भनिएको छ। चैत्रमा जन्मिने व्यक्तिहरू एकदमै हँसिला अनुहारका हुन्छन्। यिनीहरू हर्षयुक्त हुन्छन्। अँध्यारो अनुहार गरेर बस्न यिनीहरूलाई आउँदैन। यिनीहरू आत्मसम्मान गर्ने हुन्छन्। अरूले मेरो सम्मान तब मात्रै गर्छ जब मैले मेरो सम्मान गर्न जान्नु पर्दछ भन्ने कुरा यिनीहरूले स्पष्ट बुझेका हुन्छन्। यही कुराहरू अज्ञानीहरूले यो व्यक्ति त घमण्डी रहेछ भन्ने कुरा उनीहरूलाई लाग्दछ, तर यिनीहरू आत्मसम्मान, आफ्नो इज्जत आफैले गर्न जान्ने खालका हुन्छन्। यिनीहरू सहयोगी किसिमका हुन्छन्। अरूलाई सहयोग गर्नु पर्यो भने, अर्काको दुःख देख्नु पर्यो भने आफ्नो आङको लुगा, आफूले लगाएको लुगा दिएको पनि थाहा पाउँदैनन्। एकदमै सहयोगी किसिमका हुन्छन्। कोहीसँग मिल्नु पर्यो भनेदेखि यति छिटो यिनीहरू मिल्छन् कि यिनीहरू एकदमै हितैषी पनि हुन्छन्। तर कसैले यिनीहरूको प्रतिकूल कर्म गर्यो, यिनीहरूलाई लडाउन खोज्यो, गिराउन खोज्यो भनेदेखि तिनीहरूको चाहिँ फेरि 12 अङ्कमा सूर्यको फल भन्छु विशेष, यिनीहरू चाहिँ नि फेरि त्यसको ठुलो शत्रु पनि हुन्छन्। यिनीहरू मिल्नेलाई मिल्न सक्ने, चिल्नेलाई चिल्न सक्ने स्वभावका हुन्छन्। त्यसले गर्दाखेरि चैत्र महिनामा जन्मिने व्यक्तिसँग डराउनु पर्छ। हेर्नुहोस्, यिनीहरू घर परिवारमा कोही नजिक अथवा साथीभाइमा कोही नजिक अथवा कुनै पनि प्रकारले कोही व्यक्ति आएको छ भने सम्मान गर्न जान्ने, मिल्न जान्ने र धेरै लपक्क हुन पनि यिनीहरू सक्दैनन्। तर व्यवहारले सबैसँग उत्तिकै हुन्छन्। टाढा गयो भने यिनीहरूले काम पर्दा मात्रै सम्झिन्छन्, तर यिनीहरूको हृदयमा कसैप्रति द्वेष भावना हुँदैन। चैत्रमा जन्मिने व्यक्तिहरू छिटो बोल्ने खालका पनि हुन्छन्। चैत्रमा जन्मिने व्यक्तिहरूको दिमाग भने एकदमै इन्टेलिजेन्ट हुन्छ, वैज्ञानिकको जस्तो दिमाग हुन्छ। यिनीहरूको दिमाग कहिल्यै पनि एक ठाउँमा स्थिर भएर बस्न सक्दैन। केही न केही यिनीहरूले गरिराख्नुपर्छ, केही न केही यिनीहरूले सोचिराख्नुपर्छ। यिनीहरूको सबभन्दा राम्रो र सबभन्दा नराम्रो पक्ष पनि अन्तिममा राख्नेछु, जुन कुरालाई सुधार्दाखेरि विशेष तपाईँलाई राम्रो हुन्छ। भगवान विष्णुको कृपाले चैतमा जन्मिनेहरू बडा आनन्दित हुन्छन् अरे। त्यसले गर्दाखेरि विष्णु भगवानको सम्झना गर्नु तपाईँलाई विशेष लाभदायक हुन्छ। ओम नमो भगवते वासुदेव यहाँसम्म आउनुभएको छ भने लेखिहाल्नु होला। कति गते जन्मिनु भयो चैतमा, आफ्नो गते पनि लेख्नु होला र आफूसँगै जन्मेकाहरूको कमेन्ट पनि लाइक गरिदिनु होला है भन्दछु। चैत्रमा जन्मिने व्यक्तिहरू यिनीहरू अर्काको कुबलो चिताउँदैनन् हो। आफूलाई जसले हानि गर्छ तिनीहरूको त सूर्यले 12 अङ्कमा अहिले फल भन्छु एकदमै डेन्जर स्वभाव पनि दिएको हुन्छ। तर यिनीहरू इज्जत गर्नेलाई इज्जत गर्न सक्ने, सम्मान दिनेलाई सम्मान दिन सक्ने, यिनीहरूको रिस, यिनीहरूको क्रोध अत्याधिक हुन्छ। यिनीहरूको एउटै नराम्रो बानी पनि हुन्छ अरे, धैर्य गर्न सक्दैनन्। छिट्टो निर्णय लिने कुराले यिनीहरूलाई विशेष हानि र नोक्सानी भइरहेको हुन्छ। काहीँ केही लगानी गर्नु पर्यो, कसैलाई केही कुरा दिनु पर्यो भनेदेखि छिट्टो यिनीहरू आफूलाई बिग्रेला कि हानि होला कि भनेर सोच्दैनन्। त्यसले गर्दाखेरि यो कुरामा चैत्रमा जन्मिने व्यक्तिहरूले अलि धैर्यतालाई सुधार्नको लागि योग ध्यान गर्नुपर्दछ। विशेष चैत्र महिनामा सूर्य ग्रह, तातो ग्रह बसिँदाखेरि कस्तो फल मिल्छ त भन्दाखेरि चैत्र महिनामा जन्मिने व्यक्तिहरू क्षिति भनेको पृथ्वीको मालिक हुन्छन् अरे, राजाको जस्तो स्वभाव हुन्छ भनिएको छ सूर्य 12औं घरमा बस्दाखेरि।
12औं राशिमा जुन सूर्य बसेको छ मीन राशिमा, सूर्य तातो ग्रह गएर जल राशिमा बस्दाखेरि शान्त पनि बनेर सोच्ने क्षमता सूर्य ग्रहले तपाईँलाई दिएको हुन्छ। सबभन्दा ठुलो कुरो चैतमा जन्मिने व्यक्तिले यिनीहरूको घमण्ड, यिनीहरूको अहङ्कारलाई सुधार गर्न सक्यो भनेदेखि यिनीहरू धेरै माथि पुग्छन्। सहनशीलता अलिकति कम हुन्छ चैतमा जन्मिने व्यक्तिहरूमा, तर सम्बन्धलाई निभाउने क्षमता पनि उत्तिकै हुन्छ। जिम्मेवारीबाट यिनीहरू कहिले पनि पर भाग्दैनन्। चैत्रमा जन्मिने व्यक्तिहरू बडा अब्बल, गुणी र वैज्ञानिक सोच राख्ने हुन्छन्। जे कुरा पनि तर्क दिएर किन कसरी कारण खोज्ने बानी यिनीहरूको हुने गर्दछ। त्यसो हुनाले हतपति यिनीहरूलाई कसैले पनि ठग्न सक्दैन। बुद्धिका बाठा, तीक्ष्ण बुद्धिका, एकदम कुराहरू छिटो बुझिहाल्ने, तर आफ्नै घमण्डले, आफ्नै कारणले अरूले यिनीहरूलाई लडाउन सक्दैन अरे, आफ्नै कारणले यिनीहरू लड्ने गर्दछन्। त्यसले गर्दाखेरि चैत्रमा जन्मिने व्यक्तिहरू अलिकति मुडी स्वभावका पनि हुन्छन्। अलिकति रिसको चाहिँ नि फेरि यिनीहरूलाई कन्ट्रोल गर्ने पावर यिनीहरूसँग कमै हुने गर्दछ। चैत्रमा जन्मिने व्यक्तिहरूको 12 अङ्कमा सूर्य बस्दाखेरि सूर्य ग्रहले भवती साहस कर्मणो नरो भनेको छ। यिनीहरू जस्तो सुकै 1000जनाले म गर्दिनँ भन्दाखेरि त्यो कर्म चाहिँ म गर्छु भनेर यिनीहरू साहस गर्न सिपालु हुन्छन् अरे। साहस कर्मणो नरो, ठुलो काम गर्न पनि यिनीहरू आई क्यान डु इट भनेर अगाडि बढ्न सक्छन्। चैत्रमा जन्मिने व्यक्तिहरूले नै हो ठुलो प्रगतिमा पुग्न सक्ने बाटो रोज्ने। यिनीहरूले अरूले नसोचेको काम देख्ने यिनीहरूको प्रभाव रहन्छ। तर यिनीहरू घरका साना साना कुराहरू चाहिँ मा मन लाउन अलिकति कमजोर हुन्छन् अरे। ठुलो ठुलो सपनाहरूमा यिनीहरूको मन लाग्दछ, सानो सानो कुराहरूमा चाहिँ यिनीहरूको मन त्यति लाग्दैन। तर यो भन्न खोजेको होइन कि चैत्रमा जन्मिने व्यक्तिको बुद्धि हुँदैन, यिनीहरू धेरै बुद्धिमानी हुन्छन्। किनभनेदेखि छोटो समयमा कसरी उन्नतिमा पुग्ने भन्ने कुराले यिनीहरूलाई बार बार सताउँछ। बार बार यिनीहरू प्रगतिको बाटोमा लम्किन चाहन्छन्। गरिब घरमै जन्मे पनि चैतमा जन्मिने व्यक्तिको हात चाहिँ कहिले खाली हुँदैन अरे। तर यिनीहरूको एउटै कारणले यिनीहरूलाई हानि र नोक्सानी पुगेको हुन्छ। क्षितिपति राजाको जस्तो यिनीहरूको स्वभाव हुन्छ। तर कस्तो हुन्छ त भन्दाखेरि मह समह दिपे भनिएको छ कि ठुलोभन्दा ठुलो कुराहरू गर्ने क्षमता त छ, तर सङ्गत सानो गर्नाले यिनीहरूलाई जहिले पनि हानि हुन्छ। चैत्रमा जन्मिने व्यक्तिहरू सूर्यको फलले राजा जस्तो हुन्छन्, निर्णय लिन सक्दछन्, तर यिनीहरूको सङ्गतले नै यिनीहरूलाई ढाल्ने गर्दछ। सूर्य पावरफुल ग्रह, अग्नि तत्त्व है, एकदमै तेजस्वी ग्रह, मीन राशि अर्थात् 12 अङ्क भनेको मीन राशि जलमा गएर बस्दाखेरि केही ठन्डा पनि हुन्छन्। त्यसले गर्दाखेरि यिनीहरूको सङ्गत नै यिनीहरूको रङ्गत हुन्छ। ठुलो मान्छेको सङ्गत गर्नुपर्छ अरे। आफूभन्दा बौद्धिक स्तरमा दर्विलो व्यक्तिको सङ्गत गऱ्यो भनेदेखि यिनीहरूको छिटो सिक्ने कला जुन यिनीहरूमा नैसर्गिक रूपमा रहेको हुन्छ, त्यो कलाले गर्दाखेरि यिनीहरूलाई निखार दिन सक्दछ। यिनीहरूमा एक प्रकारको भनौँ न केही गर्छु भन्ने जाँगर त साहस कर्मले नरो साहसी त हुन्छन् नै, तर त्यो कारणले गर्दाखेरि यिनीहरू सही सङ्गतमा नपर्ने हतपति। त्यसले गर्दा यो कुरा बुझ्नुपर्छ। हुने भन्दा पनि तपाईँले बुझेर एप्लाई गर्ने कुरा हो। कस्तो व्यक्तिको सङ्गतमा म गर्दैछु चैतमा जन्मिनु भएको छ भने। त्यसले गर्दाखेरि एउटै सुझाव ग्रहले दिएको हुन्छ अरे, तपाईँको बुद्धि विवेक, तपाईँको निर्णय, तपाईँको सङ्गतमा भर पर्छ। ठुलो मान्छेको सङ्गतमा जानुभयो भने चैत्र महिनामा जन्मिने व्यक्तिहरू धेरै माथि पनि पुग्दछन्। तर गलत मान्छेको सङ्गत, गलत मान्छेको व्यवहारमा पर्न पुग्यो भनेदेखि यिनीहरू नै हुन् फेरि सबैभन्दा बिग्रिने खालका, यिनीहरू नै हुन् फेरि सबैभन्दा लागु पदार्थमा लाग्ने खालका। राम्रो सङ्गत गरेर अगाडि बढ्नेमा यिनीहरू फेरि ठुला धनी व्यक्तिमा पनि पुग्छन्। त्यसले गर्दाखेरि चैत्रमा जन्मिने व्यक्तिले आफ्नो स्वभावलाई कन्ट्रोल गर्न सके, आफूले आफूलाई बुझ्न सके भनेदेखि जिन्दगीमा यिनीहरूले कहिले पछाडि फर्केर हेर्नु पर्दैन। ग्रहले साथ दिएको हुन्छ। किनकि सूर्य ग्रह आत्माको कारक ग्रह 12औं घरमा गएर बस्दा यिनीहरूको चाहिँ आत्मबोध, एउटा निर्णय गर्ने क्षमता त हुन्छ, तर राजाले जसरी मन्त्रीको सल्लाह लिन्छन् त्यसै गरी यिनीहरूले कसैको सल्लाह लिनुपर्छ अरे।
त्यो कुरो चाहिँ बुझ्नु होला। त्यसले गर्दाखेरि चैत्र महिनामा जन्मिने व्यक्तिलाई स्पष्ट भनिएको पनि छ, क्षिति पतिर तपाईँहरू चाहिँ राजा जत्तिकै हुनुहुन्छ, तर सल्लाह चाहिँ लिनु होला। एक्लो निर्णय गऱ्यो भने चैत्रमा जन्मिने व्यक्तिहरू जहिले पनि फस्नुपर्छ। कतिजनालाई यो कुराहरू अनुभव गरिसक्नु भएको होला, कमेन्टमा लेख्नु होला। कति पर्सेन्ट मिले यो कुराहरू भन्नु होला र आफूले आफूलाई सुधार गर्नु होला। हाम्रो डिजिटल पुजारी युट्युब च्यानल हेरेर बस्नुहुने सम्पूर्ण दर्शकबिन्दहरू, हाम्रो टिकटकमा ज्योतिष न्युज हेरेर बस्नुहुने सम्पूर्ण दर्शकबिन्दहरू, हाम्रो फेसबुकमा मेरो आफ्नै नाम माधव कृष्ण गुरागाईको आइडीबाट पनि हेरेर बस्नुहुने सम्पूर्ण दर्शकबिन्दहरूलाई म ज्योतिष पण्डितको तर्फबाट नमस्कार गर्दै आजको भिडियोबाट म बिदा चाहन्छु। परामर्श लिन चाहनुहुन्छ व्यक्तिगत भनेदेखि मैले स्क्रिनमा नम्बर पनि राखिदिएको छु। केही सामान्य दान दक्षिणा अवश्य पनि लाग्छ, तर तपाईँ व्यक्तिगत तपाईँको लागि समय प्रदान गर्नेछु, हेर्नेछु र मार्गदर्शन गर्नेछु। अरू पनि थप कुराहरू यो चैत्र महिनामा जन्मिने व्यक्तिको सूर्य 12औँ र तपाईँको महिनाको फलसँग अहिले यो भिडियोमा यति नै जोड्न सकेँ। कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। हवस् त, आजको भिडियोबाट बिदा चाहन्छु। राधे राधे।